मधुमेहको औषधि वा इन्सुलिन लिइरहेका व्यक्तिहरूको कहिलेकाहीँ सुगर निकै घटेर 70 भन्दा कम हुन सक्छ। यसलाई लो सुगर वा हाइपोग्लाइसेमिया भनेर भनिन्छ। यस्तो हुँदाखेरि मुटुको ढुकढुकी बढ्ने, हात काँप्ने, पसिना चिटचिट आउने, चक्कर लाग्ने, आँखा धमिलो हुने, धेरै भोक लाग्ने, धेरै रिस उठ्ने हुन सक्छ र यो अवस्था धेरै बेरसम्म रहिरह्यो भने व्यक्ति बेहोस पनि हुन सक्छ। त्यही भएर यो एउटा इमर्जेन्सी अवस्था हो। यस्तो अवस्थामा तुरुन्तै 3 चम्चा ग्लुकोज 1 गिलास पानीमा घोलेर पिउनु पर्छ। त्यो नभएमा 5 चम्चा चिनी, 1 गिलास फलफुलको रस वा केही नभएमा जे खानेकुरा उपलब्ध छ त्यो तत्कालै खाइहाल्नु पर्दछ। इमर्जेन्सीको लागि ग्लुकोजलाई यसरी पाउडर बनाएर पुडिया बनाएर लिएर हिँड्न पनि सकिन्छ वा ग्लुकोजकै यस्तो चक्की पनि मार्केटमा उपलब्ध छ। यस्तो पनि लिएर हिँड्यो भने भइपरि आउँदा खान सजिलो हुन्छ। यी खानेकुराहरू खाइसकेपछि हरेक 15-15 मिनेटमा सुगर जाँच गरिरहनुपर्छ र सुगर 70 भन्दा माथि नगएसम्म यी खानेकुराहरू दोहोऱ्याएर खाइरहनु पर्छ। एकचोटि सुगर 70 बाट माथि गइसकेपछि फेरि नघटोस् भनेर कुनै कम्प्लेक्स कार्बोहाइड्रेट भएको खाना जस्तै एउटा रोटी र तरकारी वा एउटा ब्रेडको स्यान्डविच वा एउटा फल खानुपर्छ।